हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। मेरो विवेक अर्याल अफिसियल युट्युब च्यानलमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु। आज मैले ट्याक्सेसन इन नेपाल बीएस थर्ड इयरको इन्कम फ्रम इम्प्लोइमेन्ट च्याप्टरको 2080 सालमा सोधिएको प्रश्नको चाहिँ समाधान लिएर आएको छु। यो 80 सालमा सोधिएको क्वेशन हो। मैले आर्थिक वर्ष 2081-82 लाई आधार मानेर यस प्रश्नको चाहिँ समाधान गरेको छु। हामीलाई परीक्षामा 10 मार्क्समा आउँछ यो प्रश्न र अब हामी समाधानतर्फ लाग्नेछौँ है त। र सुरुमा हामीले स्यालेरी क्याल्कुलेसन गरिएको छ र स्यालेरी क्याल्कुलेसन गरे पश्चात यस प्रश्नको चाहिँ हामी समाधान गर्न गरेका छौँ। देख्न सकिन्छ यहाँ। यो सुरुमा हामीले एक्सेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट निकालियो अनि त्यसपछि बी नम्बरमा आएर ट्याक्सेबल इन्कम स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कम निकालिएको छ। देख्न सकिन्छ। सबैले यो भिडियोलाई लाइक कमेन्ट्स गर्नु होला, साथै मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।